Hi guys, welcome to my mini blog. मेरो चाहिँ काम छुट्टी भयो हो। यो चाहिँ मैले अस्ति बनाएको थिएँ नि, त्यो क्राफ्ट चाहिँ त्यो चाहिँ बिग्रेर ड्युटीमा राख्दाखेरि मैले अर्को सिम्पल नयाँ बनाएँ हो। अन्त अब हेर्नै मलाई हाई भनिकन जान्छ। मसँगै काम गर्ने हो ऊ चाहिँ। मेरो ट्रान्सपोर्टले पनि पर्खिरहेछ मलाई, सबैले छिटो आइज भनेकै छ। बिहान 4 बजिरहेछ, म चाहिँ रेडी भएर सनराइज हेर्नु गएको अब। बाटोतिर पनि कोही पनि छैन, तर म बसेकोदेखिको चाहिँ 10 मिनट हो र अब सनराइज पनि दामी देख्छ त्यहाँबाट चाहिँ। अन्त गएको म अलिक उज्यालो हुनु थालिसक्यो। अहिले चाहिँ मलाई कस्तो लो फिल भइरहेको छ नि त। अन्त चाहिँ म चाहिँ माइन्ड फ्रेस गर्नुको लागि चाहिँ फ्रेस एयर लिनुको लागि गएको। त्यो मात्रै होइन, त्यहाँनिर चाहिँ यस्तो अब घरको जस्तै फिल आउँछ, त्यो गाउँ बस्तीको जस्तै चराहरू कराइरहेको, परेवाहरू उडिरहेको, कस्तो राम्रो खालके भाइब छ क्या त्यहाँनिर। अनि यहाँ सुन्नु न कस्तो राम्रो चराहरू कराइरहेको छ, कस्तो राम्रो सुनेको है चराहरू कराएको। म चाहिँ टाइममा आएछु। यहाँनिर चाहिँ पुरा मान्छेहरूले बोटहरू राखिरहेको हुन्छ, पुरा फिसिङ गर्नुको लागि आउँछ नि त यहाँनिर चाहिँ। अब हेर्ने कस्तो दामी देख्छ सनराइज। अब कस्तो रिल्याक्स भयो मलाई त। अब कस्तो हुन्छ नि, अब माइन्डै अर्को रिफ्रेस भयो क्या। लेट्स इन्जोय द सनराइज। Are you the girl I thought I knew? The one who promised me her love? Where did it go? Does anybody ever know? How do you heal a broken heart that feels like it will never be this much again? Oh no, I just can't let go. म चाहिँ अब घर गएको हो, फर्केको हो, बहुत कुरा सम्झेँ, बहुत कुरा बुझेँ। अन्त फ्रेस माइन्ड भएर चाहिँ जाँदैछु अब म घर। थ्याङ्क यू फर वाचिङ, बाई।